नमस्कार साथीहरू, के तपाईलाई थाहा छ अहिले नेपालमा झन्डै 2.5 करोड मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गर्छन्। तर प्रश्न उठ्छ, सामाजिक सञ्जाल हाम्रा लागि अभिशाप हो कि वरदान हो? सामाजिक सञ्जालले हामीलाई के दियो र के खोस्यो? भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनभने केही यस्ता तथ्य र सुझावहरू पनि छन् जसले तपाईको सोचाइ नै बदल्दिन्छ। अहिलेको जमानामा मोबाइल नचलाउने मान्छे भेटाउन सायदै गाह्रो होला। सबैभन्दा पहिला हेरौँ सामाजिक सञ्जालको अहिलेको अवस्था। 2023 को रिपोर्ट अनुसार 1 करोड 20 लाखले फेसबुक युज गर्छन्, 1 करोड भन्दा बढीले युट्युब हेर्छन् र 50 लाख भन्दा बढीले टिकटक प्रयोग गर्छन्। यो तथ्यले देखाउँछ नेपालमा इन्टरनेटको पहुँच तीव्र गतिमा बढ्दो छ। गाउँदेखि सहरसम्म, बालकदेखि वृद्धसम्म सबैको हातमा अहिले स्मार्टफोन छ। विशेष गरी 18 देखि 35 वर्षका युवाहरू मनोरञ्जन, समाचार र आफ्ना विचारहरू व्यक्त गर्नको लागि लामो समयसम्म फेसबुकमा चलाइरहेका हुन्छन्। तर यो प्रयास राम्रो मात्रै हो कि नराम्रो पनि हो? आउनुहोस् विस्तारमा बुझौँ। सामाजिक सञ्जालका केही राम्रा पक्षहरू पनि छन्, जस्तै रोजगारी र व्यापारको अवसर। धेरै नेपालीहरूले फेसबुक, इन्स्टाग्राममा सानो व्यापार सुरु गरेका छन्, जस्तै घरमा बसेर खाना, कपडा र गहना बेच्ने। सहरमा मात्रै होइन, अहिले गाउँमा पनि अनलाइन व्यापार हुन थालेको छ। जस्तै कोभिड-19 होस् या जलवायु परिवर्तन, सामाजिक सञ्जाल मार्फत सूचना फैलाउन सजिलो भएको छ। मान्छेहरू चन्दा उठाउने, रक्तदान गर्ने जस्ता समाजका सकारात्मक काममा जोडिन थालेका छन्। टिकटकले धेरै मान्छेहरूलाई आफ्नो नाच, गान र कला देखाउने मौका दिएको छ। यो क्षेत्रबाट धेरै मान्छेहरू चर्चित भएका छन् र यहाँबाट कमाइ पनि राम्रै गरेका छन्। तर सिक्काको अर्को पाटो पनि हुन्छ। सामाजिक सञ्जालले केही समस्या पनि ल्याएको छ। यस प्रकारका छन् समस्याहरू। झुटो खबर फैलाउनु, जस्तै कोही मरेको खबर, कोही अपहरण भएको खबर, हुँदै नभएको हल्ला फैलिन्छ र सत्य पछि थाहा हुन्छ। 2023 का तथ्याङ्क अनुसार 10,000 भन्दा बढी साइबर क्राइम मुद्दा परेका थिए। यस्ता समाचारले समाजमा डर फैलाउँछ, झगडा हुन्छ र यतिसम्म कि कानुनी कारबाही पनि हुन्छ। मानसिक असर, जस्तै फेसबुकमा अर्को रमाइलो भिडियो हेरेर कसैले आफूलाई सानो ठान्छन्। यो घुम्न गयो, म सक्दैन। यसले गाडी किन्यो, म अझ पनि बेरोजगार छु। यस्ता सोचले मान्छेको मनोबल कमजोर हुन्छ र डिप्रेसनमा जाने सम्भावना धेरै हुन्छ। हामी मध्ये धेरैजनाले दिनको 3-4 घन्टा मोबाइलमै बिताउँछौँ। यदि त्यो समय परिवारमा, काममा वा पढाइमा लगाएको भए आफैलाई फाइदा हुन्थ्यो होला। अब कुरा गरौँ सामाजिक सञ्जाललाई सही तरिकाले कसरी प्रयोग गर्ने। कुनै पनि खबर देख्ने बित्तिकै सेयर नगर्ने। पहिला आफूले पढ्ने, बुझ्ने र सही छ भनेपछि मात्र सेयर गर्ने। दिनमा 1 देखि 1.5 घन्टा मात्रै मोबाइल चलाउने, बाँकी समय पढाइ वा काममा लगाउने। यदि सेयर गर्नु नै छ भनेपछि ज्ञानका, प्रेरणा र सहयोगी भिडियो सेयर गर्ने। हामी आफू सचेत भयौँ भने फेसबुक, इन्स्टाग्राम, टिकटक सबै वरदान बन्न सक्छन्। होइन भने सामाजिक सञ्जाल दोधारे तलवार जस्तै हो। यदि सही प्रयोग गर्यौँ भने यसले ज्ञान दिन्छ, अवसर दिन्छ र समाजलाई जोड्छ। यदि गलत प्रयोग गर्यौँ भने यो नै हाम्रो विनाशको कारण बन्नेछ। अब तपाईँको पालो। तपाईँको विचार के छ? सामाजिक सञ्जाल हाम्रा लागि वरदान हो कि अभिशाप? हस्त, धन्यवाद। यदि भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला।